यो उफाको एउटा दृश्य हो जहाँ अहिले यहाँको तापक्रम -27 डिग्री सेल्सियस छ र पनि घाम लागिरहेको छ। तल तपाईले देख्नुहुन्छ अत्यन्तै बढी हिउँ जमेको छ। यो मध्य युरोपको सबैभन्दा ठुलो क्षेत्र मानिन्छ। यो उफा क्षेत्र लगायत मस्कोसम्मलाई रुस आफैमा एक एसिया र युरोपको देश हो। आधाभन्दा बढी युरोप पर्छ भने केही क्षेत्र रुसको एसिया अन्तर्गत पर्छ। अहिले हामीले यही क्षेत्रमा आफ्नो कार्यक्षेत्र बनाएर नेपाल, इन्डिया, बङ्गलादेश र फिलिपिन्सको कामदारहरूलाई लिएर आइरहेका छौँ र काम गरिरहेका छौँ। यहाँ हामीले आफ्नै कम्पनी राखेर विभिन्न कामदारहरूलाई अरू कम्पनीमा सप्लाई गर्ने काम गरिरहेका छौँ। धन्यवाद।